राम्रो नै गर्छु अलिकति यहाँ खाना यहाँ बनाइरहेको चाहिँ क्याब छैन एकाउन्ट छैन केही छैन कसरी एउटै भयो पछाडि त्यो गर्न आज हामी यो धेरै पब्लिकको गुनासोहरू आइसके पछाडि यो लालगढमा चाहिँ राति नाइट बसमा मान्छे बाहिरबाट काठमाडौँतिर जाने गरेको बसहरू चाहिँ त्यहाँ लालगढको होटलहरूमा खानाको गुणस्तर एकदम नराम्रो भएको गुनासोहरू अत्यधिक आउँदाखेरि आज हामी यो प्राइभेट माइक्रो लिएर अनि अनुगमन जाँदाखेरि साँच्चीकै यहाँ लालगढमा भएका जति पनि होटलहरू छन् त्यो एकदम मापदण्ड विपरीतका खानाहरू जुन हाइजिन मेन्टेन नभएको खानाहरू तपाईँको पानी पनि धाराको पानी जो कि कुनै फिल्टर नभएका किचनहरू पनि त्यस्तै सफा सुग्घरहरू नभएको मान्छे चाहिँ कुनै पनि क्याप नलगाएको एप्रोन नलगाएको ग्लोभ्स नलगाएको मान्छे एकदम जबरजस्ती दादागिरी स्टाइलमा चाहिँ त्यो खानाहरू चाहिँ खुवाउने गुनासोहरू पाए पछाडि हामी आज आएर हेर्दाखेरि पक्कै त्यस्तै पाइयो। हामी सबै नसिहत दिएका छौँ कि त्यसलाई चाहिँ किचन पनि सफा सुग्घर बनाउनु पर्यो, राम्रो बनाउनु पर्यो, त्यहाँ हाइजिन पनि मेन्टेन गर्नु पर्यो र खानाकुराहरू पनि राम्ररी बनाएर पकाएर दिनु पर्यो भनेर आज हामी दिएका छौँ। यसरी भएन भने नेक्स्ट टाइमदेखि अब यसलाई चाहिँ बन्दै गर्ने हिसाबले आउनुपर्छ। र मेरो आज आग्रह छ यो बस चालकहरूसँग पनि यो चालकजीहरूले आफ्नो कमिसनको लागि यी होटलहरूमा रोकेर पेसेन्जरको जिउ धनसँग जुन खेलवाड भइरहेछ, यो अनहाइजिन खानाहरू जुन खानको लागि बाध्य भइरहेछ त्यस्तामा उहाँहरूले चाहिँ सचेत हुनुपर्छ भनेर त्यति आग्रह गर्न चाहन्छु। धन्यवाद।